मर्निङ झन्डै लड्यो सबैलाई है। र फेरि पनि आज यसो कालिम्पोङतिर जाउँ दिनभरिको लागि भन्ने सोचेर हामी निक्लिन आँटेको छौँ। हेरौँ है त के कसो भनेर। आज थर्सडे। घरको ड्युटी चाहिँ कसको? को ओइ को तेरो है ड्युटी आज। लु त जाने हो अब। दिनभरि घुमेर आउने हो। कता हो? ओइ छाता चाहिँ थिएन हौ एटेरिका। ल है कुवापानीको मुनि मजाको भइरहेको रहेछ। आम आज त बिहानै यस्तो छ अन्त गडराट यस्तो हो। पुरा फगी लागिरहेछ, मजाको भइरहेछ। तिमी ननिक्लिनु है। अहिले चाहिँ पानी चाहिँ रह्यो। अहिले हामी यहाँनिर अलगढा पुग्नु आँट्यो। मजाको छ हौ। घुमौँ फुर्सद छ भन्ने झालाक झिलिक भए पनि। दर्पण स्टोरमा आएको छौँ अहिले चाहिँ हामी हो। यहाँनिर राम्रो पर्दाहरू र अरू आइटम्सहरू पनि पुरा रहेछ। उहाँ हुनुहुन्छ प्रोप्राइटर चाहिँ। मतलब यो पनि 3000 3500 को चाहिँ 1500 नेट प्राइस हो। यो चाहिँ नि त्यो पुरानो पपकर्नको छेउमा हो। प्रिमियम हो, चारवटा कलर छ। दामी रहेछ। तर अब यो किन आको हैन? हैन मैले देखाइदिए। हजुर राम्रो छ। मैले तर यो हेर्नु चाहिँ हेरे यो भिडियो चाहिँ हेर्नु चाहिँ हेरे तपाईले लाउनु। यो पनि पहिला सिरियल भएको हालेको मैले धेरै पल्ट हालिसके यसको भिडियो। यो चाहिँ बिहिबारे हाट है। एकछिन आएको छौँ। फाले खाँदैछ एउटाले चाहिँ बिहिबारे हाटमा। खुम्बी पनि छ। अचारहरू मैले बोक्ने के लिएन माथि छोडेर। हर्दी प्योर हो यो हर्दी। प्योर हर्दी भन्दैछ। गुन्द्रुक चाहिँ कहाँको हौ? कसरी? यो चाहिँ बिहिबारे हाटको नजरा चाहिँ यस्तो छ है। आज धन्दा पानी परेको छैन। यहाँ यिनीहरूले चाहिँ किन्दैछ के जाति बस्तीको। प्योर होला सायद, अर्ग्यानिक। यहाँ त अर्ग्यानिकै पाउँछ आज त बिहिबारमा। मान्छे पर्खाइ हुँदैछ। आउँदैछ एकजना आउँदैछ फेरि। ती बस आम्मा हो। खै यहाँ खाना खान जाँदैछ है। कता हो? ल अहिले चाहिँ यहाँनिर के अरे यो हङकङ अरे। हङकङ पुगिरहेछ। म चाहिँ यहाँ चाहिँ पसेको थिइनँ फर्स्ट टाइम हो कि पसेको थिएँ कि अब बिर्सेँ मैले। उतापट्टि क्लासिकपट्टि चाहिँ जान्थ्यौँ कोही कोही बेला। लु आम्मा सानो त खुवाइ भएको छ नि त हौ साथीहरू। लु त कस्तो छ? टेस्टी छ? यहाँ चाहिँ मेरो पनि छ है फेरि। यो चाहिँ झोल चटपटे है के अरे? झालमुडी के पो अरे? झोल चटपटे होइन नि? अनि त्यो के पो भन्छ? गिलो चटपटे बेच्ने जग्गा। भाइ र बहिनी यहाँ बस्दो रहेछ। अहिले चाहिँ यहाँनिर राजा दोर्जे गेटको छेउमा के अरे 8 बजार जाने गेट। मालिककोमा पान खानु मन पऱ्यो। पहिला हामीले 87-86तिर पहिल्यै बेला क्या अलिक बच्चा हुँदाखेरि पनि खान्थ्यौँ कि। आज मालिककोमा खानु मन लाग्यो है। खानेहरू आज चाहिँ रुङ्गिरहेछ। अनि हाम्रो मालिक अहिले चाहिँ हामी तल्लो कुवापानीदेखि नि मुनि डाँडा गाउँदेखि माथि आइपुगेको छौँ र यस्तो मजाको दृश्य अवलोकन गर्ने मौका पाइयो। किनकि भर्खरै पानी परेर चाहिँ रहेको रहेछ। यस्तो छ यो डाँडा मजाको लाग्छ मलाई। एकचोटि बाइकमा आउँदा रोकेर खिचेको थिएँ। यो दुईजना पनि छ। एउटा चाहिँ चटपटे खाने व्यस्त छ। आज हाम्रो आन्ना पनि गोरुबथान आउने काम पर्यो अरे र चाहिँ कालिम्पोङबाट उहाँलाई पनि रिसिभ गरेर ल्यायौँ। कता यता हेर त साथी हो। होला अब हामी खाँदिउँ न। उयो माथिको चाहिँ उयो हो बादे।
बाँधे चाहिँ यो माथिको हो मजाक छ जग्गा म पुगेको चाहिँ छुइनँ म आधा बाटो चाहिँ पुगेको लो दिनभरिको यात्रा दिनभरिको घुमाइपछि अब चाहिँ वासस्थान आइपुग्यो र यता चाहिँ पानी परेन रहेछ मजाको भएछ कहीँ भिजेको छैन मजाको भएछ ल आजको यो मिनी ब्लगलाई यिनेर समापन गरे चल भाइ ग्यास बन्द गरौँ ल कोकोलाई कोको कता गयो आइपुग्यो नि सामानहरू सब्जीहरू चाहिँ लगिसक्यो